Hey guys, good morning. Welcome to my another video. म चाहिँ रेडी भइसकेको छु ड्युटी जानको लागि। अहिले चाहिँ बिहानको 6:30 बजिरहेको छ। म चाहिँ बुढी चाहिँ मलाई छोड्न लागि बाबु चाहिँ बाबु चाहिँ रोइरहेको छ कि नजाऊ भन्ने दाजु। बाबु जाने ड्युटी जाने जाऊ किन जाने ल अहिले हिट होटल जाना मेरा जाना कहाँ जाना बाबा बाबु चाहिँ एकदम मलाई बिहानै यस्तै गर्छ क्या डेली यो बिहानै अहिले म 6:30 उठेको बिहानै उठिहालेको मसँगै जान्छु भनिरहेको छ अहिले ड्युटीमा। ल त गाइज अब चाहिँ म पनि हिँडेँ गए पनि अब लेट हुन्छ 7:30 मैले पुग्नुपर्ने अनि म चाहिँ अहिले ड्युटी पुग्नै आँटेको छु। म चाहिँ बाटोमा छु अहिले जाँदैछु म बाटोमा। कम्पनीहरू छ साइटहरू यसो छ हिँड्ने बाटो हाम्रो मेरो होटल जाने बाटो। ल अब चाहिँ म होटलमै मिल्छु तिमीहरूलाई। यहाँ ताल पनि रहेछ अलिअलि। त अहिले म पुगिसकेको छु होटलमा। अब चाहिँ म खानाहरू सेटअप गरेर त्यसपछि म उता बाहिर जान्छु चाय बिस्किट्सहरू खाएर अनि त्यसपछि बस्नुपर्छ। गाइज मेरो चाहिँ छुट्टी भइसक्यो अहिले भर्खर अब रुमतिर लाग्यो म त अब एकछिनमा 15-20 मिनटमा पुगिहाल्छु रुमतिर। अहिले चाहिँ यस्तो छ गाइज हेर्नु हाम्रो हिँड्ने बाटोहरू यस्तै हिँड्दै ड्युटी जाँदै काम गर्दै गरेको लगभग 1 साल हुन थाल्यो मलाई यो लाइनमा काम गरेको। यता यो रोडतिर अप डाउन गरेको 1 साल हुन्छ। यस्तो मेट्रो लाइनहरू पनि बनिरहेको छ। यहाँ चाहिँ म बेङ्गलोरमा बेङ्गलोरमा फर्स्ट टाइम म आएको थिएँ 2016-17तिर आएको थिएँ म। त्यति बेला यो जो बिल्डिङ देखिरहेको छ यहाँ पछाडिवाला बिल्डिङ यो चाहिँ बनिरहेको थियो क्या पहिले बेला हेर्नु। अहिले लगभग कम्प्लिट भएको छैन अझै पेन्डिङ छ यसको काम। कति साल भइसक्यो गाइज हिसाब गर्नु त 2016-17 भन्नु थाल्यो अहिले लगभग 7-8 साल भइसक्यो अहिलेसम्म रेडी भएको। यो बाटो गाइजमा पहिलेदेखि नै यही एरियामा हुन्थ्यो यही एरियामा काम गर्थेँ आजभोलि पनि यही एरियामा। बिचमा मैले यहाँ फुल टाइम मैले इलेक्ट्रिकल कामहरू गर्थेँ हाउस वायरिङको काम। आजभोलि चाहिँ मैले यो होटल लाइनहरूमा जोइन गरेको छु। होटल लाइन लगभग 1 साल हुन थाल्यो म होटल लाइन काम गर्न स्टार्ट गरेको। हेरौँ अब के हुन्छ केही सोचेकै छैन कहिले के गरिन्छ कहिले के गरिन्छ। अब चाहिँ जाउँ फटाफट रुमतिर। त अहिले म रुममा पुगिसकेँ लगभग अहिले यहाँ रुमको बिल्डिङको ग्राउन्ड फ्लोरमा पुगिसकेको छु म। अब यो लिफ्ट यहाँनिर अब आइरहेको छ लिफ्ट आउँदैछ लिफ्ट। हामी जानु पऱ्यो 2 फ्लोर 2nd फ्लोर ब्रो। के जल्यो होला सेल जल्यो ए कट मारिदिने रे नानु यस्तो हेर्नु पहिलो सेलपुरी बनेछ यहाँ राज यति मिहिनेत गरेर खाने हो पठाइदियो यो वाला हेर्नु गाइज पठाइदिन्छु म एकछिनमा। हाल न यार यो बुढीले हालिरहेछ बिस्तारै धोन यार। के भन्छन् गाइज एउटा नेपालमा एउटा उखान छ नि उखान आँगन के नाच्न नजाने रे आँगन टेढो त्यस्तै भने जस्तो तँलाई थाहै छैन मलाई कसरी हुन्छ भन्ने थाहा न तिमीलाई मलाई कब सियोले पकाएन दिमाग क्या हान्दैन तिमीलाई हालिदिने रोक्दैन यार नाच्नु पन्यालो बढी भयो
ले यो क्यामेरा समस्या गाइस म बनाउँछु एकछिनमा तपाईँलाई देखाउँछु र साथीहरू म त फेल भयो म त बनाउनै जाने अब चाहिँ फेरि बुढी नै बनाउँछ अरे मैले त जानेन सेलपुरी बनाउन प्र्याक्टिस गरिरहेको छ यो फिल्ड थोरै हो यार प्र्याक्टिस गर्दा चाहिँ यार कुस्ती लड्दा थोरै हेर्न आयो तँ यो फर्काइ अब यार आफै यो मान्दा रहेको गाइज ओल्डको बेस्ट सेलपुरी हेर गाइज हेर क्यामेरा राम्रोसित देखिरहेको कहाँ होला क्यामेरा फोटोहरू राम्रोसित देखिरहेको छ हाम्रो क्यामेरा साथ नि हेर ओल्डको फेमस यस्तो बनाउँछ कसैले कमेन्ट गर्नु यतिको राम्रो हो नेपालभरि छोड विश्वभरि यतिको राम्रो पुरी सेलपुरी कसैले बनाउँछ भने कम्पिटिसनमा गाइज कम्पिटिसनमा आउनु बनाउनाले यस्तो बनाएको थियो खतरा बनायो फेरि हाल वाह वाह भाइ वाह वाह धन्य धन्य प्रभु हजुरका हात वाह पाइलो भयो दर्शन भगवान कस्तो छ पुरी एकदम बढिया खाने हो त पुरी फेरि यो वाला पुरी खान्छ कसैले यो वाला पुरी हेर्नु त लाम्चे पुरी होइन यो त के हो म विचार गरौँ बाबु मिठो छोरालाई त जस्तो दिए नै खान्छ उसले तर यो साइज चाहिँ भएन कि अरू के भन्छ हेर न गाइस यो साइज भएन के भयो बढी आएको भयो गाइज हाम्रो के मिस्टेक भएछ भन्नु है मलाई हामीले किन भएन यस्तो राम्रो किन बनिरहेको छैन खै यिनीहरूलाई त थाहा छैन किन बन्दैन किन बनिरहेको छैन भनिरहेछन् यिनीहरूले बनाउने मान्छेहरूलाई पनि थाहा भइरहेको छैन अब तपाईँहरूले भनिदिनु त किन चाहिँ यो राम्रोसित झरिरहेको छैन क्या यो झर्दाखेरि यस्तो भइरहेछ यस्तो भइरहेछ हेलो गाइज तपाईँलाई नमस्ते आज चाहिँ पुछ बन्द हामीले चाहिँ आज यो सेलपुरी बनाउँदैछ बुढीले हेर्नु सेलपुरी पनि मेरो बुढीले कति सिधा कति गोलो बनाइदिएको के भन्छ तपाईँको तपाईँ देखाउँछु एकैछिन यो तपाईँको यो हुँदैन नि फाँसी लगाउँदाखेरि डोर कस्तो हुँदैन नि डोरी यो फाँसी लगाउँदाखेरि डोरी हुन्छ नि यस्तो भएर यसो घाँटी अड्काएर यस्तरी फाँसी लगाएर नाइ भने म के भन्दा तँलाई माइतले इसाई बनाउँथ्यो र तँ नाइ खान्थ्यो भन्सातिर कोही मलाई यस्तै लाग्दैछ गाई थियो ससुरालीतिर त बनाउँदैन थियो होला जस्तो लागिरहेको छ किनभने पहिलोचोटि बनाइरहेको छ साइज त्यसैले यस्तो साइजहरू बनिरहेको गाई अरू मान्छेहरू मान्छेलाई हेर पहिले अलि यस्तो साइजहरू के हो यस्तो पुरी यो त ठिक छ यार यो त ठिक छ यो के होला हाम्रा घर त नहाल्ला यसो मुले हाम्रो बैतडा घर नहाल्नु यसो बैतडा घर हाम्रो थाहा छैन कहाँ हो तेरो पहाड घर तपाईँलाई मुला तेल्लो खोज्छ कि यो
पाकेन एकछिन ल काँचो खाइदिने है रुप्पे माथि हस्पिटल लाग्यो गाई सेलर पनि आएको छैन पैसा पनि छैन होइन अब यस्तो काँचो काँचो निकाल्थ्यो भने पछि बिमार भयो भने नबनाइ नभन्नु नि फेरि ल एक कुरा हुनुपर्टी छुट जाने वाला देखिए ये है पहले यहाँ पहले कब बनाए थे यहाँ भन्न यहाँ हेरबल यहाँ पहले कब बनाए थे मैं सारा तुझे बनाए तेरे बहन ने बनाए वो ये पहले वो है पहले कब बनाई थी वो है पहले बता फर्स्ट चोटी लाइफ में पूरी ने देखा थित नहीं देखा थी कुछ लगाइदियो हामी पुरी बनाइ देखाउँछौँ अनि तपाईँलाई फाइनली हामीले चाहिँ यति चाहिँ बनाइसक्यो अहिले होइन पुरीहरू यति चाहिँ बनाएको अरू चाहिँ बनाउँदैछ बुढीले पहिलोचोटि बनाए जस्तो लागिरहेछ अब हेरौँ अब पुरी यस्तो छ हेर्नु यतिको ठुलो पुरी बनाउँछ कसैले यतिको ठुलो हो हेर त हेर्नु तिमीहरू यतिको ठुलो यतिको गोलो यतिको राम्रो है यो सेल पुरी भनौँ कि के भन्ने है गाइज कमेन्ट गर्नु है त्यसको बारेमा के भन्ने रहेछ नाम सेलपुरी राख्ने कि के राख्ने यसको अब चाहिँ यो के हो अब चाहिँ हामीले बनाइरहेको छौँ यहाँ हामीले पुरी बनाइरहेको छौँ होइन यो पुरी पनि के बनायो तेल बनाएको छ हेर त पुरी बनाउनु पनि आइरहेको छ मेरो कहाँ यसै बनाउनु होला पुरी निकाल त्यसलाई गाइज यो तपाईँको यो सेलपुरी चाहिँ पुरा बनिसकेको छ हेर यस्तो बनेछ सेलपुरी कतिको राम्रो भयो यति नै हो हामीले आउने अब खै यिनीहरूलाई पनि आउँदैन अब यो पुरी पनि यस्तो साह्रो यति साह्रो गरेर यसरी हाल्दैन नि त बुढी छोड न यसरी हाल्दैन हुँदैन यसरी हाल्ने क्या यो यसरी हाल्ने क्या यस्तो गरेर म त मजा गर्दाखेरि यसरी हाल्ने यसरी हाल्ने गाई दिएर पुरी बन्दैछ खाने भए सम्पर्क राख्नु नि अब चाहिँ यो लगभग अब पुरी बनाइसक्ने बेला भइसक्यो अब खानासाना खाएर भोलि बिहान जानुपर्छ गाइज ड्युटी अलिक छिटै सुत्नुपर्छ खानासाना खाएर अलिक छिटै सुत्नु पऱ्यो के गर्ने यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु नभुल्नु अनि थ्याङ्क यू गाइज थ्याङ्क यू फर वाचिङ